हामीले रोयल इनफिल्ड क्लासिक 350 को चाहिँ BS4 मोडलको कार्बोरेटर चेन्ज गर्न गइरहेको छौँ। सुनिल पटेल चाहिँ उहाँ चाहिँ वर्कसपमा हुन्छ। उहाँको वर्कसपमा हामी आएका छौँ आज र यो कार्बोरेटर त्यो हटाएर अहिले नयाँ कार्बोरेटर उहाँले लिएर आइदिनु भएको छ। यो चाहिँ हाम्रो सोरुमबाट आएको कार्बोरेटर हो, ओरिजिनल हुन्छ। यदि हजुरलाई पनि यस्तै हाल्नै छ भने आउनुहोस्, गाडी गएर हाल्न सक्नुहुन्छ। उहाँले हाल्नुहुन्छ टक्क गएर सर्भिस गर्न पऱ्यो, मोबिल फेर्न पऱ्यो भने पनि उपचार हुन्छ सबै बाइकहरूको। राति निन्द्रा पुरा छैन। रेसहरू मिलाउने होला नि त। अब के हो कहिले बनाएर कस्तो मिठो आएको त आवाज, मिठो आयो त। पहिला कस्तो छैन, मिठो आयो त। गाइज होइन, पहिला मैले चलाउँदाखेरि चाहिँ भटभट गर्थ्यो होइन। आज सुदिनले चेन्ज गरेपछि चाहिँ अलिक मिठो आएको क्या आवाज चाहिँ। म सुदिनलाई त्यही सोध्छु, सुदिन किन यो यस्तो कार्बोरेटर चेन्ज गर्दाखेरि त कस्तो पऱ्यो भटभट आउँदा पिस्टन बिग्रियो भने तपाईँको पिकअप लिन गाह्रो मान्ने, पिकअप नदिने, स्टार्टिङ समस्या हुने, अनि ब्याक कम्प्रेसर फाल्छ कि त्यसले गर्दा चाहिँ ब्याक पेट्ने हो। भाइ त्यही हो, के हो कुरा? त्यही कुरा हो। मिस्त्रीले भनिदियो, मिस्त्रीले अब जे भन्छ त्यही हो, होइन भन्यो भने होइन, मिस्त्रीले हो भने हो।
कस्तो छ ठिक छ भयो ओके कम्प्लेन गाइज थ्याङ्क यू फर वाचिङ इट टिल नाउ अनि हामीले चाहिँ कार्बोरेटर पनि खोलिसकेका छौँ सुधुर मोटरसाइकल अनि वर्कसपमा यदि हजुरहरू पनि केही आफ्नो बाइकहरू स्कुटरहरू के मर्मत गरेर चाहनुहुन्छ डाइरेक्ट आउनुहोस् कट्टु भाइलाई भेट्नुहोस् अनि उसले चाहिँ हाम्रो भिडियो हेरेर जो आउनुभएको छ उहाँलाई चाहिँ 20% अफ गर्दै गर्दैन फेरि 20% अफमा गर्छ ट्याक्क लाएर उसको मुखबाट पनि सुन्नु भयो नि त आउनु स्टे ट्युन अनि स्टे सब्सक्राइब अनि थ्याङ्क यू सो मच